बेडी होइन हो के हो उयो खाएको मैले त सिस्नुको डाक्ला होइन भन्दिङ मैले यो भिडियो फोन गरौँ तपाईहरुले सबैजनालाई एकै बक्सिङमा लडाइदियो मैले यो सुँगुर सिस्नुको डाक्ला मतलब ठिक अरे यार अब पछि हाम्रो छोराहरूलाई सुनाउनु पर्छ यो हामीले बनाएको भनेर होइन सुँगुर गाउँको हालत त यतापट्टि निस्किएको छ ऊ हिजो र अस्ति त यस्तो खतरा जाडो थियो नि होइन दिन पनि डुम्मो एकदम जाडो थियो हिजो र अस्ति अनि आज चाहिँ उमेर तेरो बुढा र छोरा खेल्दैछ जुनी जाडोको दबाई पनि पाइसकेको अवस्था होइन एकदम दामी हामी आउँछौँ दामी चिया पनि राख्नु ल कति 3 कप यो हावालाई सोधिएर So alright guys, good morning. A new day with a new vlog. अनि guys, welcome back to another vlog है. So guys, आज भने चाहिँ हल्का घाम लागिरहेछ हैन. सो त्यही नै guys, हिजो र अस्ति त यस्तो खतरा जाडो थियो नि हैन. दिन पनि डुम्मो एकदम जाडो थियो हिजो र अस्ति अनि आज चाहिँ हल्का घाम लागेर तातो भइरहेछ. सो त्यही नै guys, आजको पनि vlog सुरु भइसकेको छ. सो आजको vlogमा एकदम कभर गर्नुपर्ने हुन्छ. सो आजको vlog के कस्तो हुन्छ हेरेर इन्जोय गर्नु होला. मेरो हिजोको प्रिभियस भ्लग हेर्नु भएको छ भने चाहिँ होइन उहाँ हो एकदम लुकेर बेडी खाने आज पनि खाने बेडी आज खाँदैन अनि हिजो चाहिँ किन लुकेर खाएको बेडी बेडी होइन हो के हो उयो खाएको मैले त सिस्नुको डाक्ला होइन बेडी हो यहाँ ओए भिडियोमा कि बेडी है सिस्नुको डाक्ला मतलब ठिक अरे यार पापाले तपाईँको पापाले देखेको छ अहिले भाटा लिएर आउँछ अरे क्युटिस्ट हो नि त ओ के भयो बक्सिङ खान्छस् आमा एकै बक्सिङमा लडाइदियो मैले यो सुँगुर चिया खाएको दुध छ हामी आउँछौँ दामी चिया पनि राख्नु ल कति 3 कप उयो हामी लिकिन आउँछौँ दामी हुनु पर्यो चिया चाहिँ ल यहाँसम्म आएको त गाउँको हालत त यतापट्टि निस्किएको छ ऊ बिचमा बङ्गै फाट्यो छैन सो त्यही गर्छ अब चाहिँ टक्क लगाएर लुगा फेरेर अनि अलिक केस मजाले कोरेर होइन एकछिन गराउनु पर्ने हुन्छ अनि यो केस काटौँ भनेको खै कोम हजामै छैन केस काट्ने मान्छे छैन अनि यहाँ चाहिँ बबाल तरिकामा यहाँ कुचो पनि सुक्नु आँटेछ होइन घामै चाहिँ यस्तो छ अनि कहाँबाट सुक्छ होइन सो त्यो अलिअलि चाहिँ सुक्दो रहेछ अनि अब दिन बादमा चाहिँ छ्याप्पै दामी सुक्छ होइन त्यहाँदेखि चाहिँ सुई घोर्ने होइन घर सोर्ने बेला हुन्छ होइन हामीले बनाएको डब्बु अब पछि हाम्रो छोराहरूलाई सुनाउनु पर्छ यो हामीले बनाएको भनेर होइन सुँगुर अन्त बहिनी उमेर तेरो बुढा र छोरा खेल्दैछ जुनी उमेर देखेँ देखेन जस्तो अहिले मैले चाहिँ यति छ एक हातको एकदम गर खोइ हेरौँ न अस्ति कुनले गएर झुटो खनेको देखेको भए म भन्दिङ मैले यो भिडियो फोन गरौँ तपाईहरुले सबैजनालाई फोन गरौँ साँच्ची जङ्गलको केरा तेरा न मेरा भने अनि थाहा रहेछ त अन्त अहिले टक्सिङ चाहिँ नि सिगान एक टक्सिङले सिगान झारिदिन्छ म चाहिँ हेर्नु त मकै आमा एक नाङ्लो भुटिरहेको छ होइन सो यो चाहिँ जाडोको दबाई हो जाडोमा चाहिँ टक्क एक मुठी गोजीमा हाल्ने त्यहाँदेखि खाँदै होइन बस्ने जाडोको दबाई लगाए चाहिँ दामी तरिकाले जाडोको दबाई पनि पाइसकेको अवस्था होइन
एकदम दामी दामी मकै सो त्यसले गर्दा बिहानमा चाहिँ अलिअलि घाम लागेको रहेछ अहिले बेलुका त त्यस्तै डुम्मो होइन चिसो न चिसो सो त्यसले गाइस आजको ब्लग तपाईँहरूलाई के कस्तो लाग्यो टक्कै मिठो कमेन्ट गरिदिनुहोस् अनि गाइस आजको दिन तपाईँको के कस्तो बितेन त्यो पनि कमेन्टमा लेखिदिनुहोस् सो आजको लागि यति नै ह्यान्डसमले टाढा भेटौँ अर्को नयाँ भिडियोमा ल